राष्ट्रिय शैक्षिक अनुसन्धान एवं प्रशिक्षण परिषदद्वारा प्रस्तुत छ कार्यक्रम दोकान हिँड्यो घरतर्फ। जेठ महिनाको भतभती पोल्ने गर्मी अनोखी आफ्नो घरको आँगनमा केही फाटेका बोरीहरू लिएर बसेकी थिइन्। अनोखी, के गर्दैछौ? अरे बिमला, आऊ आऊ, घरमा केही पुराना बोरीहरू थिए, सोचे यसलाई चौकीमा बस्नका लागि चकटी बनाऊ। बिमलाले देखिन् कि अनोखीले बोरीहरूलाई सिलाएर त्यसमाथि परालले अत्यन्तै सुन्दर कलाकारी गर्दै चकटी बनाउँदै थिइन्। अरे वाह अनोखी, तिमी त साँच्चै अनौठी नै रहेछौ। तिमीले यति सुन्दर ढङ्गले यी पुराना बोरीहरूलाई बुनेर एकदमै नयाँ जस्तो बनाइदेऊ। यसमा कुन चाहिँ ठुलो कुरा हो? यो काम त म वर्षौंदेखि गर्दै आएकी छु। अरे तिमीलाई थाहा छैन, दुनियाँभरमा यस्तो अनौठो कलालाई कति मन पराइन्छ। साँच्चै? अनि तिमीले चाहे तिम्रो यो कला तिम्रो आम्दानीको माध्यम पनि बन्न सक्छ। लौ भन, यी बोरीहरूमा कडाई गरेर पनि हाम्रो आम्दानीको माध्यम बन्न सक्छ के? किन सक्दैन? ल एउटा काम गर, तिमीले अहिलेसम्म जति बोरीहरूमा कडाई गरेकी छौ ती सबै लिएर आऊ। हुन्छ, म अहिले लिएर आए। केही क्षणमा नै अनोखीले आफ्नो कोठाभित्रबाट थुप्रै सुन्दर बोरीहरू लिएर आए। बिमलाले एक एक गर्दै सबैको फोटो खिचिन् अनि तिनलाई आफ्नो सोसल मिडियामा साझा गरिन्। साथै यो पनि लेखिन् कि मेरी साथी अनोखीको अनौठो कडाईको काम। के तपाईँ पनि यसले आफ्नो घर सजाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। लौ पठाइदिए। केही क्षणमा नै बिमलाको सोसल मिडियामा अनोखीको कामको प्रशंसा हुन थाल्यो। अरे वाह वाह, कति सुन्दर कडाईको काम रहेछ। म पनि यसलाई किन्न चाहन्छु। हेर अनोखी, कतिजनाले यी सुन्दर बोरीहरू किन्न चाहन्छन्। साँच्चै बिमला? के मानिसहरू साँच्चै यिनलाई किन्न चाहन्छन्? हो त, यही त कमाल छ सोसल मिडियाको। फोन अब बात मार्नको लागि मात्रै होइन, अब त यो ब्याङ्क पनि हो, दोकान पनि अनि स्कुल पनि हो र? यस्तो हो भने मलाई पनि सिकाइदेऊ। तिमीले यो सबै कसरी गर्यौ? अवश्य। खै आफ्नो मोबाइल त देऊ। अहिले लिएर आए। बिमलाको मद्दतले अनोखीले पनि सोसल मिडियाको उपयोग गर्न सिकिन्। भोलिपल्ट नै उनले आफ्नो कामको बारेमा बताउँदै एउटा सानो भिडियो र केही फोटो सोसल मिडियामा साझा गरिन्। अनोखीको यस कलाका फोटोहरूलाई केही दिनमा नै हजारौं मानिसहरूले देखे। अनेकौंले उनीद्वारा बनाइएका वस्तु किन्न चाहन्थे। अनोखीले बिस्तारै बिस्तारै सिकिन् कि कसरी सुरक्षित तरिकाले आफ्नो कलालाई दुनियाँभरका मानिसहरूसँग साझा गर्न सकिन्छ। उनको सफलताको कहानी वरिपरिका गाउँहरूसम्म पनि पुग्न थाल्यो। थुप्रै महिलाहरूले अब उनीबाट यो सबै सिक्न चाहन्थे। अनोखीको यो प्रयास अब उनीसँग मात्रै सीमित रहेको थिएन। अब उनीसँग यस यात्रामा अरू पनि महिलाहरू जोडिएकी थिए। आज उनी अन्य महिलाहरूलाई पनि आफ्नो कला अनि सोसल मिडियाको सही उपयोग गर्न सिकाउँछिन्। अब दोकान त घर आइसकेको छ, साथै उसको स्कुल पनि घरबाट नै चलिरहेको छ। अहिले तपाईँ सुन्दै हुनुहुन्थ्यो राष्ट्रिय शैक्षिक अनुसन्धान एवं प्रशिक्षण परिषदद्वारा प्रस्तुत कार्यक्रम दोकान हिँड्यो घरतर्फ। अनुवाद एवं रेकर्डिङ समर्थन क्ल्यापर इन्टरटेनमेन्टद्वारा। प्रोग्राम कोअर्डिनेटर प्रोफेसर उषा शर्मा। एकाडेमिक सपोर्ट याचना गुप्ता।